यहाँ तलको मान्छे त तपाईँ हामी सबैजनाले चिन्छौँ नि है। नचिन्नेहरूको लागि चाहिँ उहाँ कुलमान घिसिङ सर हुनुहुन्छ कि हामीलाई 18 घन्टा दैनिक लोड सेडिङ भएको समयमा उहाँ आएर उज्यालो दिनुभएको क्या। अँध्यारोबाट उज्यालो ल्याउने मान्छे हुनुहुन्छ क्या उहाँ। उहाँको सम्मान स्वरूप एक लायक चाहिँ सबैजनाले गरिदेऊ न ल। उहाँले हाम्रो देश नेपालमा त्यत्रो लोड सेडिङ भएको समयमा आएको केही समयपछि नै सबै लोड सेडिङ हटाएर उज्यालो बनाउनु भएको थियो के। 4 वर्ष राम्रोसँगले काम गरेर फेरि त्यहाँबाट बिदाई भएपछि फेरि दोस्रो चोटि पनि विद्युत प्राधिकरणमा आउनुभयो र उहाँले विद्युत प्राधिकरणमा धेरै राम्रो गर्नुभयो, नाफामा लैजानुभयो। अहिले अन्तिममा एमाले काङ्ग्रेसको सरकारले उहाँलाई गलत्याएर निकालेको 1 महिनै नपुगिकन विद्युत प्राधिकरण 5 अर्ब घाटामा भनेर न्युजहरू पनि निकाल्यो। सत्य तथ्य के हो उहाँहरू नै जान्नुहुन्छ। जेसुकै भए पनि हामीलाई अँध्यारोदेखि उज्यालोमा ल्याउने उहाँ महापुरुष कुलमान घिसिङ सरलाई एक लाइक सबैजनाले गरिदिउँ ल। धन्यवाद।